माथि देखेर चाहिँ बोजो गाडी हो। यो बोजो गाडीमा चाहिँ जहिले के हुन्छ नि फगी पानी आइरहेको हुन्छ। सो बेना कस्तो हुँदैछ नानी? नानी इज फर्स्ट क्लास। बेबी भएर बेबी इज फर्स्ट क्लास। नानी बाउ भन्दा राम्रो हुन्छ नि है, सुहाउँछ नि अब चाहिँ जना छ। अन्तजीले भात सात पकाएर पनि खाएर पनि उयो गर्छ। गुड मर्निङ गाइस, वेलकम ब्याक टु युट्युब च्यानल है। सो आज चाहिँ हामी गान्तोकमा छौँ र गान्तोकबाट तपाईँहरूको लागि है भ्लग गरिरहेको छु। सो आज चाहिँ मौसम एकदमै धेरै पानी परिरहेछ। अहिले हामी मानवीरको लाइन टक्कै पुगे जाम क्रस भएर हो। यहाँ चाहिँ बाटो भत्केको कारणले गर्दाखेरि चाहिँ सो त्यसले गर्दाखेरि चाहिँ अन्त हामी अहिले गाडीमा छौँ हो। अन्त पुरा पानी परिरहेछ। सो अहिले तपाईँहरूलाई म कहाँनिर हुन्छ तपाईँहरूलाई म त्यहाँको नजारा देखाउँछु है, कस्तो हुन्छ लास्टसम्म हेरिदिनु होला मेरो भिडियोलाई भन्दै। यहाँ भेना ड्राइभ गर्दैछ हो। यता चाहिँ ह्यान्डसम छ भेना हो, तपाईँहरूले कमेन्ट गर्नुहोस् होला। उहाँ एकदमै मजाले ड्राइभ गर्दैछ हो। अन्त उता पछाडि चाहिँ बाउ छ, छिमिताङ आई छ हो। सो मेरो युट्युब च्यानलमा आज सबै फ्यामिलीलाई ल्याएको नि त। सो अहिले हामी डिस्ट्रिक्टको तर्फ पुग्नु आँटिसकेको छौँ हो। सो एकदमै धेरै पानी आइरहेको छ। अन्त तपाईँहरूकोतिर कस्तो मौसम छ भनिदिनु होला, कमेन्टमा जनाइदिनु होला है। अब हामी चाहिँ उकालो लाग्यो। यही बाटो हेर्नुहोस् है, बाटो यो बाटो चाहिँ एकदमै गाडी उकालो छ हो। यो बाटो चाहिँ उस्तोले ड्राइभ गर्न सक्दैन, एकदम एक्सपिरियन्सहरू मात्रै हो। यो बाटोमा चाहिँ अब नयाँ जान्नेहरूले चाहिँ अब गाडी ठोक्कै पठाउँछ हो। भन्दा नि एकताल चाहिँ मैले लगेको थिएँ, तर त्यो चाहिँ अब सन्डे भएर हो र गाडी एउटा थिएन र पनि मलाई डर छ अरे भाइ गाडी लगेँ यो हो र पछाडि फुटाइछ नि है महिनाको साथ। यो फाइनली हामी चाहिँ काम सकेर बजारको काम सकेर सो घरमा आइपुगेछ। म तपाईँलाई एलिभेट देखिनाले मुनि हो। सो बस टाइप छ यहाँ चाहिँ हो। एलिभेट पनि माथि हो तर होइन नयाँ रोडहरू आएको छ। सो म तपाईँलाई देखाउँछु। सो बजारमा अहिले तपाईँलाई देखाउनु पाइनँ किनभने म अलिक इम्पोर्टेन्ट कामले गएको थिएँ। सो त्यो काम पनि सक्सेसफुल भयो है। खुसी लागिरहेको छ हाम्रो सरलाई भेटेर होइन। सो सरलाई पनि भेटिसक्यो, हाम्रो बातचितहरू पनि भइसकेको छ। सो यहाँको नजर म तपाईँहरूलाई देखाउँछु ल। यहाँ हेलिपेडको दृश्य कस्तो रहेछ। तर यो लोकेसन चाहिँ हेलिपेड हो, तर मतलब हेलिपेड दिनाले र कलेज दिनाले मुनि बस्ने टाइपको जग्गा छ। यहाँ बस्छ हामी चाहिँ है, तपाईँलाई देखाउँछु नजर है। सो हेर्नुहोस्, यो हो गुम्पाको ग्राउन्ड, नयाँ ग्राउन्ड बनिएको है, दामी छ। यहाँ परतिर हेर्नुहोस्। र यो माथि देखेर चाहिँ बोजो गाडी हो। यो बोजो गाडीमा चाहिँ जहिले के हुन्छ नि फगी पानी आइरहेको हुन्छ। सो यहाँ पनि पानीहरू आइरहेको छ होइन। अन्त यहाँनिर चाहिँ भेना घर हो, हल्का भर्खर बनाउँदैछ, फिनिसिङ गर्दैछ। अन्त भेना कस्तो हुँदैछ नानी? नानी इज फर्स्ट क्लास। बेबी भएर बेबी इज फर्स्ट क्लास। नानी बाउ भन्दा राम्रो हुन्छ नि है, सुहाउँछ नि अब चाहिँ। ल बाउ छोरी चाहिँ एकदमै त्यहाँ माया पिरती हुँदैछ हो। सो यहाँभित्र जाँदैछु है, को रहेछ फ्यामिलीमा। सो सबैजना छ। अन्तजीले भात सात पकाएर पनि खाएर पनि उयो गर्छ। यो फुच्चे चाहिँ यहाँ फेरि ल ओइ खालि उसको चाहिँ फोन हेर्छ हो, यसरी फोन हेर्छ हो बिचरा। अन्तजीले भातहरू पकाएर पनि खायो, थ्याङ्क यू सो मच है। बाउ र म चाहिँ माथि पुगेर पनि आयो होइन। सो यस्तै छ होइन। अन्त यहाँ चाहिँ सबैजना हो। सो साथी हो, अन्त यताको नजारा देखाएँ अन्त फेरि होइन यताको नजारा देखाएको छ। म तपाईँहरूलाई यताको पनि देखाउँछु है। सो यहाँ भेना गाडी त्यहाँ छ हो। यो बेसी टाइपको यो भेनाहरूको चाहिँ भर्खर बनिँदैछ नि त, भर्खर बनाउँदैछ। दुईवटा रुम चाहिँ फिनिसिङ गरिसकेको छ हो। सो यहाँहरू छ। अन्त दिदीले मेरो नानीलाई देखाइदिन भन्दैछ, बिचरा देखाइदिउँ न त। तपाईँहरू हेर्नुहोस् ल बेबीलाई कस्तो लागेको छ, सुतिरहेको सानो 3 महिना पुग्दैछ नि त भर्खर। सो त्यही हो होइन। अन्त यस्तै छ यताको जिन्दगानीहरू। सो यति नै भन्दै मेरो यो युट्युब च्यानल यहाँ राख्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ। तपाईँहरूले माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला भन्ने म यहाँ राख्न चाहन्छु। नेक्स्ट भिडियोहरूको लागि अझै तपाईँहरू लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला है भन्दै बाई बाई गाइस।